हामीलाई त रवि दाइले नबोल्नु अब भयो जे हुनु भयो नबोल्नु भनेर भएर नत्र यिनको बालाई हेलिकप्टर चलाएर लखेटेको हामीले नै हो। त्यो सकिन्छ चलाउन के ठुलो कुरा छैन। हामीलाई त नबोल्नु भनेर भएर मात्र नबोले हामीले। तर पनि फेरि हाम्रै प्रधानमन्त्री बस्ने कुर्सी भाँच्न आउने हो भने, हाम्रै सभापति बस्ने कुर्सी लगाउने हो भने त्यो छलफल हुन्छ। फेरि कहाँ छलफल गर्नुपर्ने हो, हामी तयार छौँ। यो सदनबाट भन्नुपर्ने कुरा हो, त्यहाँ ठाउँ नपाएछ अहिले यहाँ भनेको कुरा हो। फेरि खासमा त्यहीँबाट भन्न खोजेको थिएँ हामीले, कि अगाडि राखेर म त गेटमै जम्मा गरेर भन्न खोजेको थिएँ मैले। होइन नि यसो नगरौँ भनेर भएर मात्र नगरे अब। त्यसैले देशलाई एउटा निकास दिने सन्दर्भमा, देशलाई एउटा निष्कर्षमा पुर्याउने सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी जिम्मेवार छ। अहिले यिनीहरूलाई के लागेको छ भने यिनीहरूलाई केही थाहा छैन भनिरहेको छ। यिनीहरू त अल्लारे केटाहरू हुन्, हिजो राति पानी पर्यो, राति आकाश गड्किएर बिहान च्याउ उम्रेको जस्तो उम्रिया हुन् भनिरहेको छ। यिनीहरू त एउटा हुलफाल आयो त्यसमा सांसद बनाउन् भनेको छ। काङ्ग्रेस एमाले माओवादीले चुनावको अन्तिम बेलासम्म अन्तिम मतपत्र मागेको हुँदा पनि खै राम्रोसँग देखाउनुहोस् त भने बिहान 3 बजेसम्म कसरी हेरेको त हामीलाई थाहा छैन। होइन न त्यो यता परेको छ यतापट्टि हो भोट भनेर यिनीहरूले के लागेको छ भने हामीले सबै छोडिदिएको छौँ, यिनीहरू आफै आयो भने जस्तो गरेका छन्। कति पैसा लगानी गरेको थियो हामीलाई थाहा छैन। चुनाव लड्दै गर्दा स्रोत साधन पद प्रतिष्ठाको कति रुपियाँ भएको थियो हामीलाई थाहा छैन।